ल हजुरलाई धेरै धेरै बधाई छ सर। हजुरको शुभ नाम? मेरो लोकेन्द्र बहादुर घरती। हजुर चाहिँ कुन ठाउँदेखि आउनुभयो नि? तुलसीपुर 17 मजगाउँदेखि। तुलसीपुर 17 मजगाउँदेखि चाहिँ आज हाम्रो दाङ अटो रिकन्डिसनमा आएर चाहिँ टिभीएस कम्पनीको 2019 मोडलको एकदमै फ्रेस कन्डिसनमा रहेको गाडी लगेर जाँदै हुनुहुन्छ। हाम्रो यो दाङ अटो रिकन्डिसनसम्म चाहिँ के कसरी आइपुग्नु भयो नि हजुर? मैले चाहिँ यो फेसबुक भिडियोमा देख्थेँ है। हजुर हजुर। त्यही भएर चाहिँ अब राम्रो चाहिँ कन्डिसनमा पाइन्छ भनेर भन्नुभएको थियो। त्यही भएर चाहिँ जस फेसबुकहरूमा भिडियोमा हेरेर चाहिँ हाम्रो रिकन्डिसनसम्म चाहिँ आइपुग्नु भएन। अनि भिडियोमा हेर्दा र प्रत्यक्ष रूपमा हाम्रो यो रिकन्डिसनमा आएपछि चाहिँ के कस्तो लाग्यो हजुरलाई? हाम्रो अटोहरू, मूल्यहरू होइन, सर्भिसहरू के कस्तो लाग्यो नि हजुरलाई? जस्तै हजुरले चाहिँ अब फेसबुक भिडियोमा चाहिँ अब भन्नुभएको थियो त्यही नै चाहिँ सेवा सिवली पाइयो। जे सेम पाउनु, भिडियोमा भनेको जस्तै नै पाउनु भयो होइन? हजुर। हजुर आफूले त किनेर अब जाँदै हुनुहुन्छ आज होइन? जुन चाहिँ अब धेरै साथीहरू किन्न खोजिरहनु भयो हुन्छ सेकेन्ड अटोहरू, अलिकति अब कुन ठाउँमा किन्दाखेरि बेस्ट हुन्छ होइन, त्यो धेरैले जिज्ञासा पनि हुन्छ। त्यो सम्बन्धी चाहिँ तपाईँले हाम्रो यो दाङ अटो रिकन्डिसनमा चाहिँ के कस्तो अटोहरू पाइन्छ, के कस्तो सर्भिसहरू हुन्छ, के जानकारी दिन चाहनुहुन्छ? अरू साथीभाइ जो किन्न आउने साथीभाइहरूलाई के जानकारी दिन चाहनुहुन्छ? हजुर यो दाङ अटो रिकन्डिसनमा चाहिँ अब जस्तो उहाँले चाहिँ अब भिडियोमा चाहिँ अब कस्तो गर्नुभएको हुन्छ अब त्यो अनुसारले चाहिँ सेवा सिवली चाहिँ यसरी पाउँछ यहाँ। अब कोही चाहिँ अब आउने मित्रहरूले चाहिँ अब आउनु होला। त्यही भन्न चाहनुहुन्छ। जो सेवा सुविधाहरू सबै सन्तोषजनक नै छ। उहाँ सरले त लगेर गइसक्नु भएको छ होइन? आजदेखि अब सरको चाहिँ अब एउटा नयाँ यात्रा सुरु हुँदैछ। अब सफल होस्, शुभ होस् है सर, हाम्रो त्यही नै छ अब शुभकामना। नेक्स्ट टाइम पनि फेरि आफ्नो साथीभाइ इष्टमित्रहरूलाई चाहिँ पक्कै पनि अब अटो किन्ने भएपछि अब लिएर आउनु होला होइन? ल त्यही भन्न चाहन्छु म है। ल थ्याङ्क यू।